हेर्नुहोस् त 650 को साडी तपाईहरुले यति धेरै मन पराउनु भयो कि मैले रिस्टक नगरी भएन हौ। यस्तो राम्रो क्वालिटी भन्नुभयो, यति खुसी हुनुभयो तपाईहरु। यस्तो चित्त बुझ्दो प्राइसमा यस्तो राम्रो क्वालिटी पाएपछि किन ह्यापी नहुनु मेरो कस्टमरहरु। थ्यांक यू सो मच अल अफ यू अगेन। अनि अर्को कुरा नि साथीहरु, 650 को साडी यति सस्तो दिनुहुन्छ तपाईहरुले भनेर मलाई धेरै जनाले यहाँनेरि मेसेज गर्नु भएको छ। पसलवालाहरूले उहाँहरूलाई यही भिडियो मार्फत म भन्न के चाहन्छु भने मलाई कस्टमरहरूको प्रफिट लिएर मलाई धनी हुनु छैन क्या। यो पसल जुन हेर्नु हुँदैछ नि तपाईहरुले, यो मेरो आफ्नै घर हो क्या। मलाई भाडा लाग्दैन, किन मैले यति धेरै प्रफिट खाने हैन। त्यही भएर चाहिँ सस्तोमा दिन्छु कि। अनि मलाई एकदमै धेरै मेसेज आउँछ क्या, तपाईले यस्तो प्राइसमा दिनुहुन्छ, मार्केट प्राइस बिगाड्नुहुन्छ भनेर यस्तो कम्प्लेन गर्नुभएको छ। त बट आई डोन्ट केयर क्या। म चाहिँ जुन प्राइसमा बेच्छु मेरो कस्टमरहरू सेटिस्फाइड होस्, खुसी होस् भन्ने म चाहन्छु। मलाई कस्टमरहरूको प्रफिट लिएर फाइदा पैसा खाएर मलाई धनी हुनु छैन मेरो प्यारा साथीहरू। तपाईहरुको खुसीमा मेरो खुसी छ है। धन्यवाद। ल मन परेको साडी स्क्रिनशट गर्नु होला। मेरो नवीन भाइले फटाफट हेरिदिइहाल्नु भयो। दुई शब्द बोल्नुहुन्छ कि तपाईँ पनि? ल यता खोलेर देखाइदिनु हुँदैछ अरे। ल हेर्नु अरे। ल कस्तो राम्रो कटन साडी छ। अनि 5.5 मिटर भन्नुहुँदैछ मेरो भाइले। आँचल पनि कस्तो राम्रो छ। मम्मीहरूलाई दिनलाई गिफ्ट एकदम बेस्ट हुनेछ यो औँसीमा। ल धमाका नै मचाएको छ यो साडीले। अब फेरि पनि आज आइसकेको छ। छुटेकोहरूले जतिजना हुनुहुन्छ फटाफट मेसेज गर्नु होला। र होलसेल प्राइस पसल हुनेहरूको लागि छुट्टै छ भने पसलवालाहरूले मलाई जसले मेसेज गर्नुभएको छ उहाँहरूको लागि त मैले दुई शब्द बोलिदिएको छु। कृपया ध्यान दिनु होला है। धन्यवाद।